हेलो भाइ बहिनीहरू, आज त फाइनली एससीको रिजल्ट पनि आयो। तपाईँहरूले आफ्नो रिजल्ट हेरिसक्नुभयो होला। कस्तो आयो त तपाईँहरूको रिजल्ट? तपाईँले सोच्नुभएको जस्तै आयो कि अथवा तपाईँहरूले सोच्नुभएको भन्दा कम आयो कि अथवा अनएक्सपेक्टेडली हाई आयो कि हुन्छ नि, कोही कोही त लकले नि फेभर गर्छ त, अनि धेरै आयो कि कस्तो आयो? आई थिङ्क सबैको राम्रो आयो अनि सबैको राम्रो नै आओस् है। अनि रिजल्ट अब हुन्छ नि, रिजल्ट बिग्रियो अथवा हुन्छ नि रिजल्ट बिग्रियो भनेर धेरै टेन्सन चाहिँ लिनु हुँदैन है। इट्स जस्ट अ बिगिनिङ क्या। यो हुन्छ नि, यसको रिजल्ट जुन हाम्रो समाजमा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ जुन यो एससीको रिजल्ट जुन छ नि, त्यो चाहिँ फेरि गाउँ सबैजनाले हुन्छ नि, अङ्कल आन्टी सबै 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 यति त्यो हुन्छ नि, नेबरहरूले पनि यति सोध्ने क्या होइन, हुन्छ नि कति आयो कति आयो कति आयो भनेर सोध्नुहुन्छ क्या होइन। तर यो यति धेरै इम्पोर्टेन्ट छैन क्या। इम्पोर्टेन्ट त छ होइन, अब जस्तै हुन्छ नि, अब 11-12को लागि जाँदैछौँ, +2को लागि जाँदैछौँ होइन, अलिकति इम्पोर्टेन्ट त छ यसको एडमिसनको लागि, तर यति धेरै इम्पोर्टेन्ट छैन क्या। जस्तै अब +2को रिजल्ट, अब 10 भन्दा +2को रिजल्ट अलिकति हुन्छ नि इम्पोर्टेन्ट हुन्छ, तर के गर्छ अलिकति कमले मात्र सोध्छ नि त होइन। अनि त्यसपछि ब्याचलरको त कसैलाई थाहा हुँदैन, सिर्फ आफूलाई मात्र थाहा हुन्छ होइन, अनि आफ्नो फ्यामिलीलाई नि अलिअलि मात्र थाहा हुन्छ होइन। अब यस्तै हो रिजल्ट भने चाहिँ होइन, इक्जाम भनेको जहिले नै आइरहेको छ लाइफमा होइन। लाइफको हरेक पोइन्टमा चाहिँ हामीले इक्जाम दिएर नै हुन्छौँ होइन। अनि त्यसपछि डियर प्यारेन्ट्स, रेस्पेक्टेड प्यारेन्ट्सहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ आफ्नो बच्चाको रिजल्ट यदि कम आइदिइहाल्यो भने चाहिँ उनीहरूलाई चाहिँ होइन धेरै गाली नगर्नु होला होइन। मेन्टल्ली हुन्छ नि अलिकति डिस्ट्र्याक्ट हुने गरी नै गाली नगरिदिनु होला भन्न चाहन्छु मेरो पर्सनल तर्फबाट। अनि त्यसपछि अर्को भनेको चाहिँ जस्तै हाम्रो सोसाइटीमा चाहिँ के छ भन्दाखेरिमा चाहिँ हुन्छ नि, फल्नाको छोराले फल्नाको छोरीले त अब यति जिपिए लिएर आयो अरे, अब उनीहरू त साइन्स पढ्ने रे भन्छन् होइन। अब मेरो छोराछोरीलाई पनि साइन्स नै पढाउनुपर्छ भन्ने हुन्छ क्या। त्यस्तो होइन, आफ्नो छोराछोरी केमा उनीहरू चाहिँ केमा चाहिँ राम्रो छ त, उनीहरूलाई कुन सब्जेक्ट चुज गर्दाखेरि चाहिँ स्विट हुन्छ त भन्ने हुन्छ नि। उनीहरूको क्यापासिटी त थाहा हुन्छ नि त। सो उनीहरूको क्यापासिटी हेरेर चाहिँ हामीले सब्जेक्ट चुज गर्ने हो होइन। सब्जेक्ट चुज गर्नलाई चाहिँ अलिकति गर्नुपर्छ, अलिकति ध्यानै पुऱ्याउनुपर्छ हुन्छ। कतिजना भाइ बहिनीहरूले चाहिँ के गरिराख्नु भएको छ, अस्तिदेखि ब्रिज कोर्स गरिराख्नु भएको छ, राम्रो गरिराख्नु भयो होला। इन्ट्रान्समा राम्रोसँग नाम निकाल्नु अनि राम्रो कलेजमा तपाईँहरू सबैजनाको एडमिसन होस्, तपाईँहरू सबैजनाको +2 चाहिँ राम्रो होस्, अनि त्यसपछि तपाईँहरूको चाहिँ +2को जर्नी राम्रो होस् भन्दै आजलाई बिदा माग्छु। हस् त, धन्यवाद, बाई बाई।